आजको एनालाइसिसमा प्रधानमन्त्री बालेन शाहको आकस्मिक उपल्लो मुस्ताङ भ्रमण र सम्भावित भू-राजनीतिक टकरावको विषयमा चर्चा गरिनेछ। प्रधानमन्त्री बालेन शाह शुक्रबार बिहान अचानक काठमाडौँबाट सरकारी गाडीमा पृथ्वी राजमार्ग मार्फत पोखराका लागि निस्किए भनेर सनसनी मच्चियो। देशको कार्यकारी पदमा रहेको व्यक्ति अचानक धादिङ पुगेको खबर एकाएक सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा डढेलो झैँ फैलिन्छ। प्रधानमन्त्रीको भ्रमणका विषयमा न त सुरक्षा निकायलाई पूर्व जानकारी थियो, न त जिल्लाका सिडिओहरूलाई नै। मिडियाले सोधीखोजी गरे। त्यसपछि थाहा भयो प्रधानमन्त्रीका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको रहेछ, जहाँ उनका लागि सबै कोठाहरू बुक गरिएका समाचार बाहिर आए। कास्कीको बसाइपछि उनी पोखराबाट मुस्ताङतर्फ अघि बढ्ने तालिका भए पनि पूर्व सूचना बिना नै भ्रमणमा आकस्मिक निस्किएकाले कास्की र मुस्ताङका स्थानीय सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूले सञ्चार माध्यमबाट मात्र यसबारे जानकारी पाए। प्रधानमन्त्रीसँग उनका केही सीमित सल्लाहकार र निकट सहयोगीहरू मात्र रहेको खुल्यो। बालेन शाहको मुस्ताङ भ्रमणका विषयमा अहिले गम्भीर प्रश्न खडा भएको छ। प्रधानमन्त्री बालेन शाहलाई रणनीतिक र सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील मानिने उपल्लो मुस्ताङ जानुपर्ने बाध्यता के हो? कि सरकारको कमजोर कार्य सम्पादनले उनको कुर्सी धर्मरै रहेको चर्चाको बीच उनले चालेको कुनै राजनीतिक फन्डा त होइन? वा भू-राजनीतिक दबाव थेक्न नसकेर बालेन शाह कुनै समय खम्पा विद्रोहको आधार थलो मानिएको मुस्ताङ भ्रमणमा निस्किएका त होइनन् भन्ने बहुआयामिक कोणबाट प्रश्नहरू उठिरहेका छन्। मुस्ताङलाई केवल एउटा दुर्गम हिमाली जिल्ला भनेर हेर्दा अमेरिका, भारत, चीन र युरोपियन युनियनहरूको चासो बुझ्न सकिँदैन। यसको वास्तविक महत्त्व त तिब्बतियन सङ्घको भौगोलिक निकटता, भारत चीन बीचको हिमालय सुरक्षा प्रतिस्पर्धा र पुरानो तिब्बती राजनीति र संस्कृतिसँगको सम्बन्ध जोडिएको छ। चीनका लागि मुख्य संवेदनशीलता क्षेत्रसँग जोडिएको र खम्पाहरूले आधार बनाएको उपल्लो मुस्ताङको भ्रमणले नेपालमा संशय मच्चिनु स्वाभाविक नै हो। मुस्ताङको उत्तरी भागमा विदेशीको अस्वाभाविक गतिविधि नहोस्, चीन हिमालयमा भारत र अन्य बाह्य शक्तिले रणनीतिक प्रभाव अत्यधिक नबढाओस् भन्ने चाहन्छ। तर भारतको दृष्टिमा भने अलिक फरक छ। भारतका लागि मुस्ताङको महत्त्व चीनसँगको हिमालय प्रतिस्पर्धासँग प्रत्यक्ष रूपमा जोडिन्छ। विक्रम सम्वत 2031 सालमा अमेरिकाले चीन विरोधी खम्पा विद्रोह सञ्चालन गर्दा भारतको गुप्तचर संस्था र पनि जोडिएको थियो। त्यसै गरी भारतका लागि मुस्ताङबाट तिब्बतको भौगोलिक अवस्था र चीनको गतिविधि बुझ्न सकिने भएकाले यसको विशेष रणनीतिक महत्त्व छ। कतिपय आलोचकहरूका अनुसार खम्पा विद्रोहका कमान्डर गे वाङ्दीबाट सम्भव नभएको काम प्रधानमन्त्री बालेन शाहबाट शक्ति केन्द्रहरूले गराउन खोजेका त होइनन् भन्ने गम्भीर प्रश्न खडा भएको छ। स्वाभाविक रूपमा जेएनजी विद्रोहको बेला तिब्बतियन ओरिजिनल ब्लड ग्रुप टिओबी को घुसपैठ, दलाई लामाको प्रधानमन्त्री बालेन शाहलाई बधाई सन्देश, बिना रोकटोक दलाई लामाको जन्मोत्सव काठमाडौँमा मनाइनु र मेयर हुँदा विश्व चर्चित पत्रिकाहरूले बालेन शाहको ब्रान्डिङ गर्नुका पछाडि केही अदृश्य शक्तिहरूले आफ्नो स्वार्थ सिद्धका लागि बालेन शाहलाई प्रयोग गर्न खोजेका त होइनन् भन्ने गम्भीर आशंकाका बीच प्रधानमन्त्री बालेन शाहको आकस्मिक उपल्लो मुस्ताङ भ्रमणले नेपालको राजनीतिमा झन् ठुलो तरङ्ग पैदा भएको छ। मुस्ताङको खम्पा विद्रोह भन्नाले मुख्यतः सन् 1960 देखि 74 सम्म नेपालका उत्तरी क्षेत्रमा विशेष गरी मुस्ताङमा बसेर चिनिया शासन विरुद्ध प्रतिरोध गतिविधि गरेका तिब्बती खम्पाहरूको गतिविधि हो। सन् 1950 को दशकमा तिब्बतमा चीनको नियन्त्रण विस्तार भएपछि पूर्वी तिब्बतको खाम क्षेत्रका केही तिब्बतीहरूले चीन विरुद्ध युद्ध सुरु गरे। उनीहरूलाई सामान्यतः खम्पा भनिन्थ्यो। सन् 1960 को आसपासमा ठुलो संख्यामा खम्पा लडाकुहरू नेपालको मुस्ताङ क्षेत्रमा आएर आधार शिविर बनाए। त्यहाँबाट उनीहरूले तिब्बततर्फ चिनिया सेना विरुद्ध छापामार
गतिविधि सञ्चालन गर्थे। यो शीतयुद्धको समय भएकाले अमेरिकी गुप्तचर निकाय CIA तिब्बती प्रतिरोधी समूहहरूलाई तालिम, आर्थिक सहयोग र सैन्य सामग्री उपलब्ध गराउँथ्यो। सन् 1974 मा अमेरिकी चीन सम्बन्धमा परिवर्तन आएपछि खम्पालाई बाह्य समर्थन कमजोर हुँदै गयो। अन्ततः राजा वीरेन्द्र सरकारको निर्णयमा नेपाली सेनाले मुस्ताङमा रहेका खम्पाहरूले आत्मसमर्पण नगरेपछि निशस्त्रीकरण पार्ने अभियान सञ्चालन गर्यो। खम्पाका शीर्ष कमान्डर गे वाङदी भागेर भारत जाने क्रममा नेपाली सेना र प्रहरीको टोलीसँग दार्चुलाको लिपुलेक नजिक दोहोरो भिडन्तमा मारिएर खम्पा विद्रोहको अन्त्य भएको थियो। जेएनजी आन्दोलनको बलमा 2/3 मतले प्रधानमन्त्री बनेका बालेन शाहलाई दलाई लामाको निर्वासित प्रशासनका प्रमुख पेम्पा छिरिङले बधाई दिए। नेपालको इतिहासमा यो नौलो घटना थियो। त्यस्तै जुलाई 6 तारिकमा काठमाडौँमा निर्वाध रूपमा दलाई लामाको 91औं जन्मदिवस मनाइएको थियो र त्यसमा अमेरिकी तथा केही युरोपेली कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। एक चीन नीति अवलम्बन गरिरहेको देश नेपालमा यी दुई राजनीतिक घटना गम्भीर प्रकृतिका मात्र होइनन्, प्रधानमन्त्रीको नियत के हो भन्ने विषयमा कूटनीतिक वृत्तमा व्यापक बहसको विषय बन्यो। यही बीचमा अचानक खम्पा विद्रोहको मुख्य थलो रहेको उपल्लो मुस्ताङको प्रधानमन्त्री बालेन शाहको पारिवारिक भ्रमणले नेपालको राजनीतिमा झन ठूलो तरङ्ग पैदा गरेको छ। यो संशय फैलिनुमा प्रधानमन्त्री बालेन शाहको भ्रमणका बारेमा नेपाली सेना बाहेक अरूलाई थाहा नहुनु पनि एउटा मुख्य कारण मानिएको छ। यस्तै काठमाडौँमा हुने भनेको तिब्बतियन स्टडिजको सेमिनारमा 39 देशका 700 भन्दा बढी विद्वान सहभागी हुने तयारी थियो। चिनिया राजदूतले नेपाली परराष्ट्र मन्त्रालयसँग कार्यक्रमका बारेमा चासो व्यक्त गरेपछि तिब्बतियन निर्वासित प्रशासनले औपचारिक प्रतिनिधि मण्डल नपठाउने निर्णय गरेको थियो। पछि नेपाल सरकारले कार्यक्रम रोकेपछि पश्चिमाहरू रुष्ट बनेका थिए। यदि पछिल्ला विकसित राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्ने हो भने दलाई लामा सम्बन्धी गतिविधि एकपछि अर्को गरी नेपालमा आक्रमक भएको सहजै बुझ्न सकिन्छ। अझ बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि त्यो प्रक्रिया झन घनीभूत बनेको छ। दलाई लामाले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनु, दलाई लामाको जन्मोत्सव काठमाडौँमा मनाउनु, तिब्बतियन अध्ययन सम्बन्धी कार्यक्रम आयोजनाको तयारी र चीनको कूटनीतिक चासोपछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा सेमिनारको स्थगन गर्नु इत्यादि घटनालाई सामान्य रूपमा बुझ्नु गम्भीर त्रुटि हुनेछ। तिब्बतियन स्टडिज सेन्टरको सेमिनार स्थगन भएपछि पश्चिमा कूटनीतिक नियोगका प्रमुखहरूले भेटघाट बाक्लो पारेका थिए। सरकारको सन्तुलन खोज्ने प्रयास स्वरूप बालेनको मुस्ताङ भ्रमणलाई एउटा भूराजनीतिक टकरावको उत्कर्षता होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। तर अर्को सम्भावना बालेन सरकारले चीनलाई आश्वस्त पार्न खोजिरहेको पनि हुन सक्ने कतिपय जानकारहरूको तर्क छ। कतिपय आलोचकहरूका अनुसार बालेन शाहलाई पहिलो अमेरिकाको प्याक्स सिलिकामा हस्ताक्षर गर्न चर्को दबाव रहेको छ। अर्थात् अमेरिकी सरकारले सन् 2025 मा ल्याएको प्याक्स सिलिका सुरक्षा अवधारणाले अमेरिकाका साझेदार देशहरूसँग रेयर अर्थ मेटल सम्बन्धी साझेदारी गर्ने रणनीतिक सम्झौता हो। तसर्थ नेपालमा पनि माथिल्लो मुस्ताङमा ठूलो परिणाममा रहेको ठानिएको युरेनियम प्याक्स ल्याटिन शब्द हो जसको अर्थ शान्ति र स्थिरता हुन्छ भने सिलिका सिलिकनको आधारभूत पदार्थ हो। अमेरिकाले चीनमाथिको रणनीतिक निर्भरता घटाउन विश्वसनीय साझेदारहरूसँग प्रविधि र खनिज आपूर्ति श्रृङ्खला बलियो बनाउन खोजेको हो। 2026 सम्म यसको सदस्यता 24 जना सम्म पुगेको अमेरिकी विदेश मन्त्रालयको तथ्याङ्कले जनाएको छ। भारत पनि यसमा सहभागी रहेको रिपोर्टमा उल्लेख छ। अर्को महत्त्वपूर्ण कुरा, अमेरिका हिमालयन फाउन्डेसनले लामो समयदेखि उपल्लो मुस्ताङ क्षेत्रमा गुम्बा, भित्तेचित्र, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक संरक्षण पनि ठूलो लगानी गरेको विषयले चीन अझ बढी सशङ्कित बनेको छ। डोजोङ, गोङपा, ग्वाङ, लोगेकार, गोङपा, लाहाङ, थुक्चेन र चाँदे जस्ता गुम्बा संरक्षणमा आर्थिक सहयोग गरेको अमेरिकी संस्थाले। अर्को महत्त्वपूर्ण कुरा, अमेरिकन हिमालयन फाउन्डेसनले लामो समयदेखि उपल्लो मुस्ताङ क्षेत्रमा गुम्बा, भित्तेचित्र, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक संरक्षणमा ठूलो लगानी गरेको विषयले चीन अझ बढी सशङ्कित बनेको छ। तर यहाँबाट गुम्बाभित्र गुप्त जासुसी गतिविधि भइरहेको छ भन्ने निष्कर्ष
निष्कर्ष निकाल्न भने मिल्दैन। तर विगतको अमेरिकी गतिविधिलाई हेर्ने हो भने त्यो सत्य होइन भन्न भने मिल्दैन। मुस्ताङमा धार्मिक संरक्षण गतिविधि वास्तवमै बढेको देखाउँछ, तर त्यसलाई स्वत राजनीतिक वा गुप्त गतिविधिको प्रमाण मान्न सकिँदैन। जे भए पनि बालेन शाहको मुस्ताङ भ्रमणलाई अहिले नै अमेरिकी दबावको जवाफ वा तिब्बतीयन काण्डका रूपमा रचिएको कूटनीति भन्न भने मिल्दैन। अमेरिका सम्बन्धी संवेदनशीलता बढिरहेको समयमा प्रधानमन्त्री बालेन शाहको आकस्मिक मुस्ताङ भ्रमणले दीर्घकालीन कूटनीतिक सन्देश पनि बोकेको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा चल्नु स्वाभाविक नै हो। जानकारहरूका अनुसार बालेनले मुस्ताङ भ्रमणपछि तिब्बतीयन शरणार्थी र विदेशी माथिको मुस्ताङको प्रवेश, सीमा सुरक्षा वा अमेरिकी सम्बन्धमा के नीति अख्तियार गर्छन् त्यो भने हेर्न बाँकी छ।